मेनको जेब्रा कार्बेन्डिजम फंगिसाइड हो। पानीमा हाल्यो करिब 15-20 ग्राम जति 10 लिटर पानीमा। र बिचारलाई चाहिँ यसरी यहाँ हालेर डुबाइयो अनि निकालियो। अनि करिब आधा घन्टा जति छायामा सुकेपछि अनि बल्ल रोपियो। यो चाहिँ पछि रुख किरा नलागोस् भनेर हो के। सम्झना रहोस् न यसरी गरेका थियौँ हामी भन्ने कुरा। अलि ड्याङ फेरि यहाँ पातलो भएको हैन, सिङ्गलको ड्याङ जत्रै हो नि, ठुलो हो नि। यो भन्दा नघटोस् न, उताको जत्रै हो कि बिलमा आइदिन्छ। कहाँ हो त्यो ख्याल गर्नु ल। सानो हो नि, यहाँ त दुईटा बिउ छ नि त, यसलाई यसरी अलि सानो भएकोलाई मिलाइदिउँ त। यो बेसार रोपिसकेपछि ड्याङमा छापो हालियो। आधुनिक प्रविधिको भन्ने भने मल्चिङ। पाकेको तोरी थ्रेसर लगाइसकेपछि सौरू पनि भन्छन्, गट्टे पनि भन्छन्, यसले चाहिँ छोपियो, झ्याप्प मल्चिङ गरियो। जब म खेती गर्छु भने जसले सुनाए कसैले ठिक गरिस्, राम्रो गरिस्, गर्नुपर्छ भन्दै भनेन। फेरि के दुःख गरेको यार, हैरान किन गरेको कि। खेती गर्नु जति दुःख के छ र। कुरा चाहिँ ठिकै हो, खेतीमा दुःख छ, कसैले हेर्दैन, सुविधा छैन, आम्दानी लगानी उठ्दैन, दुखिया पेसा भन्ने छ। सबै कुराको तारतम्य नमिल्ने, सरकारले अनुदान नदिने, बजारको व्यवस्थापन नगर्ने, कृषकहरूलाई हेप्ने, त्यसकारण त त्यस्तो भयो नि त। अर्को चाहिँ कमसेकम तपाईँ हामी जतिको अलिकति समाजको अगुवा हौँ भन्ने मान्छेहरूले केही गर्न खोजिसकेपछि अर्थ पनि हुन्छ क्या यसमा। यत्रो वर्ष जागिर खाएर पेन्सन खाएको छ, फेरि यत्रो दुःख हेरेको छ, खेतीको दुःख। दुई पैसा कमाइ हुन्छ, हैरान जस्तै न खेताला पाइन्छ, स्वाभाविक पनि हो हुन चाहिँ। तर कृषि कर्म मात्रै होइन कि, यसबाट उत्पादन गरेर दुई पैसा कमाउने, भात खाने, तरकारी खाने मात्रै होइन। यो एउटा अभियान पनि हो कि, कसैले नगर्ने, गफ दिने, भाषण मात्रै गर्ने, सम्भव छ भन्ने, सम्भव छ कि छैन गरेर नदेखाउने, देखाउन भनेर हो कि। उत्पादन गरेर बजार व्यवस्थापन गर्न सक्यो भने भोलि चाहिँ सयौँ किसानहरू, म जस्तै युवाहरू जोड्न सक्यो। तपाईँलाई अभियानमा जोड्न सक्छु कि सक्दिनँ, तपाईँ जोडिनुहुन्छ कि हुन्न, तपाईँ समेटिनुहुन्छ कि हुन्न। हामी उत्पादन बढाएर बजार व्यवस्थापन गर्न सक्छौँ कि सक्दैनौँ। अनि फरक ढङ्गबाट कृषि उत्पादन गरेर आफ्नो जीविका चलाउन सक्छौँ कि सक्दैनौँ। अथवा लगानी मेहनत बढी नै परोस् न, उत्पादन बढी अनि बजारको व्यवस्थापन राष्ट्रिय अन्तर्राष्ट्रिय। अनि भारतबाट आउने मल किन्नु नपरोस्, नेपाली मलहरू नै प्रयोग गरौँ, अथवा कम्पोस्ट फार्मिङ, गोबर मलहरू नै, अनि बजारको व्यवस्थापन गर्न सक्यो, उत्पादन बढाउन सकियोस्, अन्तर्राष्ट्रिय व्यापार घाटा कम गर्न सकियोस्। हो, यो एउटा अभियान हो कि, यो दुःख गर्नुको र अरै छैन। गर्मी झापाको अन्यत्र समय व्यवस्थापन गर्न नसकिरहेको अवस्थामा समय दिनु, काम गर्ने मान्छे नपाउनु, सबै विदेशतिर हुनु, सारा समस्या त छन्। समस्याबाटै जुझ्ने हो कि। हामीले 400-500 वर्ष अगाडिको जापानबाट सिक्न सक्छौँ, अहिलेको कोरियाबाट सिक्न सक्छौँ। एउटा पुस्ताले यति धेरै जीवन समर्पित गर्यो, जसले चाहिँ राष्ट्रको पुँजी निर्माण गर्यो र आजसम्म एउटा प्रतिष्ठित र सपनाको देश बन्न सफल भयो। हामी कहिले गर्ने त, कुन पुस्ताले गर्ने त। सजिलो, सुख गर्ने, महिनामा तलब थाप्ने, जमिन बाँझो राख्ने, त्यो स्वर्ग जस्तो भूमि, स्वर्ग जस्तो जमिन, अनि अरूलाई निरुत्साहित मात्रै कति गरिरहने त भनेर थालेको हो। म सफल भयो भने तपाईँ पनि सफल हुनुहुन्छ, जोडिनुहुन्छ अर्को पटक। भारतमा सम्भव भएको छ त, किसानहरूले करोडौँ कमाएका छन् नि। सरकारले अलिकति अनुदान दियो, सहज बनाइदियो, कृषि कर्मलाई इज्जत दियो, बजारको व्यवस्थापन गरिदियो भने किन छैन, छ त, अथाह छ त। जमिन नभएका ठाउँहरूले अर्को देशमा जमिन भाडामा लिएर पनि खेती गरेर अनि आफ्नो देशमा चाहिँ जनतालाई पालेका छन्। अनि हामीसँग चाहिँ जमिनै जता हेरे पनि जमिनै जमिन छ, उर्वर जमिन छ, पहाड होस् कि तराई होस्, बगरमा पनि उत्पादन हुन्छ, रातो माटोमा पनि उत्पादन हुन्छ, कालो माटोमा पनि उत्पादन हुन्छ,
डिलमा पनि उत्पादन हुन्छ, गहिरोमा पनि, कान्लामा पनि, जहाँ जे पनि उत्पादन हुन्छ अनि हामी नगर्ने, अनि गर्न खोज्नेलाई सरकारले प्रोत्साहित नगर्ने, उत्पादन गर्ने हो अनि लगेर आफ्नो स्थानीय सरकारको ढोकामा, आँगनमा, प्राङ्गणमा फालिदिने। किन बजारको व्यवस्थापन गर, मैले दुःख गरेँ, म तेरो जनता हुँ। यति नगरी त अब हुँदै हुँदैन कि, त्यो आवश्यक छ। त्यसकारण कृषिलाई अब चाहिँ जीवन निर्वाह मात्रै होइन, अभियानको रूपमा सुरु गरौँ कि सबै कुरा अभियान छन्, सबै कुरा अभियन्ता भनेको छन्, हामी कृषि अभियन्ता बनौँ, जागरण पैदा गरौँ, क्रान्ति गरौँ न। यो बेसार चाहिँ उम्रिन बाँकी छ। फेरि धेरै कुरा गरे, हरियो परियो देखिरहेको छ। यहाँ चाहिँ मास छरेको छ, घन्सी छरेको छ। यहाँ कृषि चुन हाल्नुपर्छ भनेर सिफारिस गरेको थिएँ, 1 कट्ठा जमिनमा 56 केजी कसले दिने? किनेर हालेर सम्भवै नहुने, जग्गाकै मूल्य जाने, सरकारले अनुदानमा नल्याउने, खोज्दा नपाउने, अनि त्यसको सट्टा घन्सी र मुङ दाल छरेर यो हरियोपरि आयो, झार आयो। तल इन्डियनहरूले आएर खेती गर्छ र मर्ने गरी रासायनिक मल हालेर माटोलाई ध्वस्त बनाइदिएको छ। त्यसले गर्दा अब नागरिकको तहबाट पनि क्रान्ति गर्न पर्यो, अभियान चलाउनु पर्यो। थोरै मानिसले ठिक गरेछ है, राम्रो छ भन्नुभएको छ। अथवा कसले राम्रो नराम्रो भन्छ भन्दा पनि मेरो विवेकले काम गरे भने जहिले पनि आफ्नो विवेकले काम गर्ने। मैले हुन पनि मलाई किन दुःख गरेको भन्दा पनि स्वाभाविक हो। मैले 25 वर्ष अगाडि खेती गर्न छोडेको, हलो जोतेको, सामान्य लगानी उठ्यो भने पनि मेरो लागि यो नाफा हो क्या। यहाँ जमिनको भाडा तिरेको छु, बिउ बिजन महँगो छ, त्यो चाहिँ ड्याङ आदि होइन, अलिक खर्चिलो, खेताला खर्चिलो, अन्य धानहरू जस्तो कम खेतालाले हुने खेतीपाती होइन। करिब 6 क्विन्टल अथवा 600 केजी बिउ रोपेको छु। कति उत्पादन हुन्छ, त्यो किन्न कति पर्छ, कति विदेश जान्छ पैसा, त्यो त रोकियो होला नि त। एउटा चाहिँ अन्तर्राष्ट्रिय व्यापार घाटा कम भयो होइन, त्यो जोगाइयो। अर्को आत्मनिर्भरताको अभियान पनि हो नि त।